सम्पन्न हुन गइराखेको यो 14औं राष्ट्रपति जिल्ला स्तरीय खेलकुद कार्यक्रमको यो समापन समारोहमा आजका यस कार्यक्रमका प्रमुख अतिथि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री यही क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद माननीय सांसद श्री हितबहादुर तामाङज्यू आजका यस कार्यक्रमका प्रमुख अतिथि यहाँ उपस्थित भइसक्नु भएको छ। हामी अब केही बेरमै यो कार्यक्रमलाई हामी औपचारिक तर्फ अगाडि बढाउन गइराखेका छौँ र यो कार्यक्रममा सबैलाई आफ्नो यो खेल अवलोकन गर्ने सँगसँगै बाँकीलाई यतै मञ्चतर्फ आइदिनुको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। आजको यो कार्यक्रममा विभिन्न जिल्लाका नुवाकोट जिल्ला खेलकुद विकास समितिका सम्पूर्ण टिम, जिल्ला समन्वय समितिका प्रमुखज्यू, विभिन्न गाउँपालिकाको अध्यक्ष उपाध्यक्षज्यूहरू सबै उपस्थित भइसक्नु भएको छ। त्यसैले म अब औपचारिक कार्यक्रमलाई अगाडि बढाउने दौरानमा छु। हामी निर्धारित समय 11 बजे यो कार्यक्रमको उद्घाटन गर्ने र त्यसपछि औपचारिक कार्यक्रमलाई यता मञ्चतर्फ अगाडि बढाउने भनेको भए तापनि प्राविधिक समस्याका कारणले हामी आज अलिकति ढिला हुन पुगेका छौँ।